Abhishek, how was the experience? My experience was ati bawal. Ati bawal. Ati bawal. Ani it's me Abhishek है. अनि मैले चाहिँ अपाची चढ्न थालेको it's been like 2 years है. अनि पहिला चाहिँ मलाई TVS को राइड चाहिँ खासै भएको याद थिएन. अनि we have the team RTR Freaks Nepal and we are running है. अनि हामीले चाहिँ पोखरा चितवन अप्पर मुस्ताङ कोराला नाका हामी म अनि हाम्रो 6 जनाको टिम थियो है. अनि त्यसपछि चाहिँ हामीलाई अब AOG को राइड हुन्छ भनेर थाहा भयो. And we join on AGO हैन. अनि the experience was भने नि अति बवाल क्या. अब गेम खेल्यो एक्सपिरियन्स भयो. We meet new friends है. फ्यामिली भयो. ब्रदरहुड भयो है. अनि मैले गेम खेलेको थिएँ गेम पनि जिते. I'm so happy. We can see that. So yeah, so basically मैले अघि नै भनिसके कम्पनी हो ब्रान्डिङ को कुरा हुन्छ त्यो सबै कुरा आउँछ तर त्यसबाहेक चाहिँ हामीले जति पनि हाम्रो ओनर्सहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ कलेक्टिभली एक ठाउँमा ल्याउन चाहेका छौं एउटा ब्रदरहुड एउटा कम्युनिटी बनाउन चाहेका छौं यसले एओजी तपाईहरुले एउटा च्याप्टर सकाउनु भयो नि त हामी फ्युचरमा अझै च्याप्टर्स गर्ने सोचिरहेका छौं सो डज इट फुलफिल द आइडिया यसले त्यो लिएर आउँछ त ब्रदरहुड तपाईको एउटा ग्रुप एउटा कम्युनिटी एस्टाब्लिश गर्न हेल्प गर्यो त्यो हेल्प पनि भयो अनि we have our own team है हामीले चाहिँ जहिले पनि एओजी र अपाचीलाई जहिले पनि साथ दिन्छौं है we are always there for अपाची भनौं अनि अब आउने दिनमा चाहिँ अब टिभीएस ले अब कन्ट्री राइड जस्तै गरेर हजुरको 3-4 दिनको लागि राइड हामीलाई भन्नु भएको छ अनि we have created a new Viber group on अपाचीले गरेको हैन अनि त्यहाँ चाहिँ जे होस् इन्फर्मेसनहरु सबै दिइराख्छौं सबजना जोइन हो जो आरटीआर चलाउनु हुन्छ लेट्स मेक योर ओन युनिटी है त्यही भन्न चाहन्छु म Like Abhishek said, we have a Viber group. हामीले unity बनाउँदै छौं एउटा group बनाउँदै छौं. So if you guys are interested, please do enroll. All you have to do is have a RTR bike. Oh, bike हुनु पर्यो. So that's all. I'd like to request the CEO of Jagdamba Motors Private Limited, Mr. Deepak Agrawal, to join us on stage because today we are going to honor these two gentlemen. हामीले GS लाई team leader घोषणा गर्दै छौं भने we will have Abhishek who will be announced as the marshal of the Bagmati chapter.